एउटा जङ्गलमा चाहिँ एउटा चितुवा र एउटा गधा कतै जाँदै थिए। कुराको क्रममा गधाले के भन्यो भने आकाश त हरियो रङको हुन्छ भनेछ। त्यसपछि चितुवाले भन्छ होइन होइन आकाश निलो रङको हुन्छ। फेरि त्यो गधाले भन्छ होइन आकाश त हरियै रङको हुन्छ। चितुवाले भन्छ होइन मूर्ख आकाश निलो रङको हुन्छ के, अब बादल लाग्ला त कालो हुनु अलग कुरो, तर आकाश निलो रङको हुन्छ। होइन चितुवालाई साह्रै रिस उठ्यो, कस्तो मूर्ख रहेछ, तँलाई विश्वास लाग्दैन आकाश निलो हुन्छ। त्यो गधाले भन्छ होइन आकाश त हरियै हुन्छ। चितुवाले भनेछ अरे मूर्ख आकाशको रङ निलै हुन्छ के। गधाले मानेन। त्यसपछि चितुवाले भन्यो ठिक छ जङ्गलको राजा सिंहबाट आउँछ, त्यसपछि सिंहलाई सोध्ने आकाशको रङ कुन चाहिँ हुन्छ, निलो कालो हरियो। राजाले जे भने त्यही मान्ने है त। गधाले हुन्छ हुन्छ। गधा र चितुवा पुगे सिंहबाटामा। सिंहबाटामा पुगेपछि चितुवाले के भन्यो महाराज एउटा कुरा गर्नु छ, तपाईँले हाम्रो कुरा सुनेर जो मूर्ख लाग्यो त्यसलाई एकै पन्जामा पक्कै मारिदिनु होला। सिंहले भन्यो हुन्छ। त्यसपछि कुरा के हो। त्यसपछि चितुवाले भनेछ यो गधा भन्छ आकाश हरियो हुन्छ, म भन्छु आकाश निलो हुन्छ, अब तपाईँ भन्नुहोस् हामी दुईजना मूर्खको कसो कुरा सही हो। सिंहले भनेछ चितुवा तँलाई एकै झापुमा मारिदिउँ। होइन किन मेरो कुरा सही हो भन्दाखेरि तँलाई तेरो कुरा त सही हो आकाश निलो नै हुन्छ, अनि त कस्तो मूर्खसँग झगडा गरिरहेछस्। त्यो मूर्ख जसले चाहिँ आकाश हरियो हुन्छ भनेको भनेछ तैँले भनेको सुनेकै छैन, त्यसलाई किन त घरिघरि कर गरिरहेछस्। सुतेको कुनै पनि जीवलाई उठाउन सकिन्छ तर सुतेको नाटक गरेको जीवलाई जति घस गर्ने उठ्दैन। त्यो मूर्खसँग तँ बहस गरिरहने चाहिँ सबभन्दा ठुलो मूर्ख। त्यति भनिसक्यो चितुवा चुपो लाएर हिँडेछ। हाम्रो जीवनमा लागु हुने कुरा यो के हो भने मूर्खहरू गाउँछ नि कहिलेकाहीँ नहुने कुरा पनि हो ब्रह्म सत्य कुरालाई पनि त्यो होइन यो भनेर उल्टै कुरा गर्दा पनि हामी त्यो मान्छेहरूसँग चाहिँ झगडा गर्न खोज्ने, होइन होइन यो सही हो भनेर गर्ने गर्छौँ। त्यो चाहिँ गर्नुभन्दा उसले केही भन्छ भने हो भन्छ हो भनिदिउँ छोडिदिउँ, किनभने फाइदा हामीलाई हुँदैन। मूर्खसँग भगवान् त डराउनु भन्छन् होइन। त्यसैले कुनै मूर्खसँग यस्तै बहस हुन्छ भने चुपचाप सही कुरालाई आफूसँगै राख्ने र आफ्नो बाटो तताउने, किनभने मूर्खसँग बहस गर्दैमा आफू बुद्धिमानी हुँदैन।